Knowledge and skills are nothing without implementation. नमस्ते, मेरो नाम चाहिँ विवेक ओझा, थपथली क्याम्पस ब्याचलर इन सिभिल इन्जिनियरिङ गरिरहेको एउटा छात्र। मेरो युएस वैसीमा चाहिँ आवेदन दिनुको मुख्य कारण यही रहेका छन्। म साह्रै नै जिज्ञासु मान्छे र हाम्रो पढेका कुरालाई चाहिँ रियल लाइफमा कसरी इम्प्लिमेन्टेसन गर्न सधैँ सोचिरहेको मान्छे र मलाई लाग्छ कि युएस वैसीले चाहिँ मेरो इनोभेसन, प्र्याक्टिकल स्किल, क्रिटिकल थिङ्किङ र कम्युनिकेसन अपर्च्युनिटिजलाई फेरि बढाउनेछ र मलाई एउटा नयाँ सोच्ने चाहिँ डाइरेक्सन दिनेछ, मलाई मेन्टरसिप दिनेछ र मेरो चाहिँ भविष्यलाई चाहिँ उज्जवल बनाउनेछ। म समाजको लागि काम गर्न चाहन्छु, म मासुम जनावरहरूको लागि काम गर्न चाहन्छु, म मेरो प्रकृतिको लागि काम गर्न चाहन्छु, म आफ्नो इन्भाइरोमेन्टलाई सुधार्न चाहन्छु। एयर पोल्युसनदेखि लिएर वाटर पोल्युसनसम्म म त्यो कुराको लागि काम गर्न चाहन्छु। त्यसकारण मलाई लाग्छ कि म युएस वैसीको लागि बेस्ट क्यान्डिडेट हुनेछु।